हुन्छ यो कसरी सुरु भयो भने म अलिकति यो म पहिला जवान विद्यार्थी हुँदा वार्षिक विज्ञानको विद्यार्थी हुँदा मभन्दा हामीलाई कपोलमा भन्छौँ बुढापाका दुईजना भाषाविद जर्मनीमा एकजना र हल्यान्डमा एकजना उनीहरूले पहिला लिम्बू कुराको बारेमा लेखेको र अर्को भोटे बर्मेली भाषा परिवारको भाषाहरू विशेष गरी किराँती भाषाहरूको व्याकरण जे लेखेको थियो पुस्तकालयमा सबै पुरानो किताबहरू अध्ययन गरेर त्यो दुईजना बुढो प्राध्यापकहरूले अनुमान गर्नुभएको के अनुमान भन्ने लिम्बुवानमा सबभन्दा पुरानो रूप सबभन्दा समृद्ध व्याकरण भएको भोटो बर्मेली भाषा फेला पार्न सकिन्छ भन्ने कुरा अनुमान गर्नुभयो उहाँ दुईजनाले। अनि उहाँ दुईजनाले मलाई म त एकदम जवान विद्यार्थी थिएँ छिटो अनि त्यतिखेर मलाई समातेर त्यो दुईजना प्राध्यापकले मलाई लिम्बुवानमा पठाउनु भयो। म यता आएर मलाई त पहिलादेखि नै हिन्दी आयो भाषा चाहिँ तर नेपाली त भर्खर सिकेको थिएँ। अनि म काठमाडौँ पुगेर लिम्बूहरू कहाँ बस्छन् भनेर मान्छेहरू सोद्धा त कसैलाई थाहा रहेनछ काठमाडौँमा। त्यतिखेर पञ्चायती काल 2039 सालमा म काठमाडौँमा यता हिँड्दा मैले फेला पारेँ एकजना मान्छे उहाँले मलाई बताउनु भयो तेह्रथुम ताप्लेजुङ त्यहाँ जानुहोस्। म गएँ यहाँ तेह्रथुममा आउँदा म मान्छेहरूसँग भेटेको म एउटा डेरा लिएर बसेको म मान्छेहरूसँग सोद्धा कहाँ छ लिम्बूहरू यहीँ नै बस्छन् तर बजारमा बाहुन छेत्री नेवारहरू धेरै थियो सबैजना मसँग नेपाली कुरा गर्थ्यो खास कुरा। अनि जब म लिम्बू मान्छेसँग भेट भयो अनि म एकदम जवान हुनसक्छ उनीहरूले मलाई हेर्दा यो बच्चा किन यहाँ खोज्न आएको हाम्रो तेह्रथुममा भनेर सोचेर त्यति वास्तव गरेनन् मलाई। अनि मैले लिम्बू भाषाबाट यस्तो कुरा के भनिन्छ अथवा लिम्बू भाषामा यसलाई पानीलाई के भन्छ अनि मैले उत्तर त पाएँ ठाउँमा तर प्राय जसो जुन लिम्बूहरू बजारमा थिए उनीहरू नभए जिल्ला पञ्चायतमा एउटा मुख्य काम अफिसियल बिजनेस गर्न आएको थियो नभए उनीहरू आफ्नो काम भ्याएर एकदम गाउँतिर फर्केर जाँदै थियो। त्यो बजारमा बस्ने लिम्बूहरू धेरै थोरै थियो अनि जो बजारमा बस्थे तिनीहरू पनि लिम्बू भाषा नबोलेर नेपाली कुरा गर्थे। अनि मैले सोधेँ पानीलाई के भन्छ च्वाल अनि यो तुङ्बालाई के भन्छ यो जाँडलाई के भन्छ यो किताबलाई के भन्छ सपला यस्तो कुराहरू सोध्दै जाँदै तर मेरो प्रगति एकदम थोरै थिए। मैले एकदम जति धेरै प्रगति गर्न खोजेको धेरै थोरै प्रगति भयो। अनि म लगभग 2 हप्ता खेर फालेको बजारमा यता उता हिँड्दा म त हटियामा भाग लिएको त्यहाँ लिम्बूहरू धेरै आउँथे तर म तिनीहरूसँग त प्रश्न सोध्न अलिकति अप्ठ्यारो भयो। सबै मान्छे किनमेल गर्दै थियो फेरि आफ्नो गाउँ जाँदै थियो। अनि अर्को कुरा लिम्बू भाषा कुन हिसाबले भोटो बर्मेली परिवार एकदम आवश्यक छ एकदम व्याकरण समृद्ध भएको कारण के हो भने क्रियाको रूपशास्त्र। अनि लिम्बू भाषाको क्रियाको रूपशास्त्र पत्ता लगाउनलाई म जवान हुँदा बजारमा मान्छेहरूसँग सोध्थे जस्तो पिट्नु हिर्काउनलाई के भन्छ हिप्पा अनि देख्नुलाई के भन्छ निमा। अनि त्यहाँदेखि मैले पुरा
क्रियापदको रूपशास्त्र निकाल्न खोजेको थिएँ। अनि उसो भए मैले त्यो मान्छेलाई हिर्काएँ कस्तो हुन्छ भनेर हामी सबै बजारमा बस्ने लिम्बूहरूले सुनै थिएन। हितमा त सोध्नु भएको, अब अर्को कुरा सोध्नुहोस्। हितमा त थाहा छ, फेरि मैले उसलाई हिर्काएको थियो त नसोध्नुहोस्, अर्को नयाँ कुरा सोध्नुहोस्। अनि वास्तवमा लिम्बूको दन त्यही हो। अनि एकजना थियो यहाँ उपस्थित, एकजना जवान लिम्बू, वो मलाई हेर्दै थियो बजारमा, मेरो प्रगति अथवा मेरो प्रगति नभएको अवस्था हेरेर अध्ययन गरेको। त्यो मान्छे चित्त उत्त हिँड्दै सबै कुरा सोध्दै कुनै प्रगति नगरेको। किनभने हामीलाई सबै थाहा छ, हितमा मात्रै होइन। मैले उसलाई हिर्काएँ हिप्तुङ हुन्छ, मैले तिनीहरूलाई हिर्काएँ हिप्तुङ सिंह हुन्छ, उसले मलाई हिर्कायो हिप्ताङ हुन्छ, अनि तिनीहरूले मलाई हिर्कायो मेप्ताङ हुन्छ, अनि तैँले मलाई हिर्काइस् कि हिप्ताङ हुन्छ। त्यो सबै त्यति धेरै रूप छ, त्यति धेरै समृद्ध रूपशास्त्र छ। अनि उहाँले मलाई म दिनदिनै एउटा चिया पसलमा जान्थेँ, अनि त्यहाँ चिया लिएर लालमोहन खान्थेँ। अनि ऊ मेरो छेउमा आएर यहाँ बजारमा नबस्नुहोस्, गाउँमा आउनुहोस्, हामी अनि सँगसँगै बसौँ, अनि हामी लिम्बू कुरा गरौँ। अनि ऊ आफै सोच वास्तविकको सोच हो। मेरो साथी, पुरानो साथी यङ सुरुम्बा, उहाँको सोच र मेरो सोच वास्तविकको सोच हो। विश्लेषणात्मक तरिकाले सोचेर यङ सुरुम्बेले मलाई भाषा सिकाउनु भयो। अनि त्यो एकदम ठुलो कुरा। त्यसैले यो भाषा, यो किताब, यो व्याकरण, यो मैले सिकाएको व्याकरण होइन, यो यङ सुरुम्बाले मलाई सिकाएको व्याकरण हो। अनि त्यसैले मैले यो किताब यो कसलाई दियो? यङ सुरुम्बालाई। नारायण प्रसाद पाङ्याम। बोल्दै हुनुहुन्छ अर्को एउटा कुरा गर्नु पर्यो के भन्ने, कत्ला ख्याप समयहरू पातुङ अनि याले ज्ञान बोक्से लिबोङ नेची यान बोक्से अंगाई को म्यानुङ ओ ट्याङाङ वायाङ अनि याले यान बोक्से लिबोङ यान बोक्से अंगा म्यानुङ ओ नाम पेगाङ बा। त्यसैले धेरै भयो यहाँ नबसेको। अनि याक्तुङका पान अंगा केरे लिङ्गवा मुचुङ देशुङ, त्यो त त्यति ठुलो समस्या होइन, तर ठुलो समस्या छ। किनभने आवश्यक कुरो के हो भने हेन्जाबेचानु याक्तुङमा पानिन तापको अनि हेन्जाबेचानु याक्तुङ बा पानी आन बातुम नेन गर याक्तुङका पान मासिङ नेट भाषा हराइन्छ। म फलानो
विदेशबाट आएको मान्छे बोले भने निखुलाले बोल्यो भने पनि मतलब छैन। तर हामी बच्चाहरूसँग लिम्बू भाषा कुरो गर्नु पर्यो। हामी आपसमा मात्रै लिम्बू कुरा गरेर बच्चाहरूसँग लिम्बू कुरा गरेन भने भाषा त एक पुस्ताभित्र मासिन्छ। त्यसो नहोस् भनेर मेरो भनाइ के हो, मैले धेरै कुरा भन्नुपर्ने कुराहरू छ, त्यो सबै किताबमा छ। तर किताबमा नभएको कुरा सबभन्दा आवश्यक कुरा यही हो, आफ्नै बच्चाहरूसँग लिम्बू कुरा गर्नुहोस्। Any van men batle. Enja bicarnu, yakunga pan abatum. त्यही हो सबभन्दा आवश्यक भन्नुपर्ने कुरा। Jari Nogen Adangba, George Bandrim Adangba, Kuming Nepali मेगिन्छ रमेश मेमी सुरेश, उहाँको नेपाली नाम पनि रहेको छ सुरेश रहेको छ।